साथीहरू नमस्कार गर्दै स्वागत गर्न चाहन्छु तपाईहरुलाई आजको हाम्रो भिडियोमा। आजको हाम्रो भिडियो बैंकिङ अफेन्स एन्ड पनिशमेन्ट एक्ट 2064 को लास्ट एमेन्डमेन्टबाट के चेन्ज भएको छ त भन्ने कुरामा रहेको छ र सबैभन्दा सुरुमा चेन्ज भएको भनेको चाहिँ चेक सम्बन्धी रहेको छ र योसँग सम्बन्धित यसको पनिशमेन्टहरु पनि चेन्ज भएको छ। अनि अर्को कुरा भनेको हामीसँग नोटहरु कम्प्लिट भइसकेको छन्। अझै पनि रेगुलरली आउनको लागि केही दिन समय लाग्नेछ साथीहरु, प्रतीक्षा गरिदिनु होला। सुरु गरौँ आजको हाम्रो भिडियो। आजको क्वेशन रहेको छ, व्हाट आर द प्रोभिजन रिलेटिङ टु इस्युइङ चेक्स विदाउट सफिसिएन्ट ब्यालेन्स एज पर बैंकिङ अफेन्स एन्ड पनिशमेन्ट एक्ट 2064। यो लेटेस्ट चेन्ज भएको भएर परीक्षामा सोध्न सक्ने सम्भावना एकदमै धेरै रहेको छ। भिडियोमा अन्तिमसम्म रहिदिनु होला। साथै केही परिवर्तन गर्नुपर्नेमा अथवा केही सहज गरिदिनु पर्ने भएमा कमेन्ट मार्फत हामीलाई जानकारी गराइदिनु होला। अर्को भिडियोमा हामी सुधार्दै जानेछौँ। सुरु गरौँ। The provision relating to issuing checks without sufficient balance is given in Chapter 2, Section 3A in the Act, which is briefly discussed as follow. 1 मा रहेको छ, no person shall issue a check or request payment from a bank, finance institution or cooperative bank if there is insufficient fund in their account. If the account does not have sufficient fund, the bank must return the check to the holder. Third number मा रहेको छ, third provision, if the check is returned, the bank must notify the account holder within 45 days to deposit the required amount and keep the record. 4 number मा रहेको छ, after issuing the notice, the bank must mention on the check and return it to the holder. त्यसैगरी 5 मा रहेको छ, if the account still lacks fund after the deadline and the check is returned, the bank must clarify dishonor within 3 days. यसको मतलब के हो अलिकति पनि बुझिहालौँ है त। यो चेकको इन्सफिसिएन्ट ब्यालेन्स अथवा बाउन्स चेक सम्बन्धी व्यवस्था भनेको चाहिँ एक्टको 3A मा व्यवस्था गरिएको छ। यसले के भन्छ भन्दाखेरि कुनै पनि मान्छेले आफ्नो एकाउन्टमा ब्यालेन्स नभइकन चेक काटेर एकाउन्ट पेई चेक दिनु हुँदैन। यदि त्यस्तो दिएको खण्डमा बैंकले चेक बाउन्स भएको केसमा चाहिँ जसले काटेर दिएको त्यो मान्छेलाई चाहिँ 45 दिनसम्मको अल्टिमेटम दिन सक्छ अथवा 45 दिनसम्मको चाहिँ म्याद दिएर 45 दिनसम्ममा चाहिँ तपाईले यो चेकमा भएको अमाउन्ट चाहिँ बैंकमा डिपोजिट गरिसक्नु पर्ने हुन्छ भन्छ। यदि 45 दिनसम्म पनि त्यो एमाउन्ट चाहिँ त्यो एकाउन्टमा डिपोजिट भएन भने त्यसको 3 दिनभित्रमा चाहिँ के भन्छ भन्दाखेरि चेकलाई चाहिँ डिसअनर गरिदिन्छ र यो केसमा ब्ल्याकलिस्टिङ पनि हुन सक्छ। त्यो चाहिँ पनिशमेन्टमा हामी पछि पढ्नेछौँ। अहिले यहाँनिर व्यवस्थाहरू मात्रै हेरौँ। 6 मा रहेको छ, द अकाउन्ट होल्डर मे स्टिल पे द चेक एमाउन्ट एन्ड रिक्लेम द चेक एट एनी टाइम आफ्टर बिङ नोटिफाइड। नोटिफाई गरेको जति बेलामा पनि चेक एमाउन्टलाई रिक्लेम गर्न सकिन्छ भनेको छ। एनआरबी विल डिटरमाइन द प्रोसिड्युर टु क्लेरिफाई चेक डिसअनर। यसमा भनेको चाहिँ यति 7वटा व्यवस्थाहरू रहेका छन् र हामीले 7वटा लेख्नुपर्छ। हामीसँग नोटहरू कम्प्लिट भइसकेका छन्। हामी रेगुलरली नै तपाईहरुलाई अपडेट गराउनेछौँ। यो एक्ट सम्बन्धी नोट रहेको छ। हामी पहिला फर्स्ट पेपर कम्बाइनको अथवा युनिफाइड बैंकिङको हामी फर्स्ट पेपर सक्छौँ। त्यस पछाडि हामी सेकेन्ड पेपरतर्फ पनि जान्छौँ। भिडियोमा अन्तिमसम्म रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हजुरहरु माझबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।